हेलो सबैजनालाई वेलकम छ मेरो च्यानलमा। सब लोगको वेलकम है मेरो च्यानलमै। र आज चाहिँ अब अझै एउटा तपाईँहरूको छेउमा एउटा भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ हुन जाँदैछ मेरो एउटा प्लेटिङ होइन, एउटा चिकन आइटम लिएर आउँदैछु स्टेकको। र आशा लाग्दछ तपाईँहरूले मन पराउनुहुन्छ भनेर। र अब त्यो सानो हुन्छ होइन, त्यति साह्रो राम्रो त भएको छैन। र आशा लाग्दछ तपाईँहरूले मन पराउनुहुन्छ भनेर। प्लिज गाइस लाइक गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला, सपोर्ट गर्नुहोस् होला होइन। यस्तै छ अब परदेशको लाइफ हो। र अब चाहिँ म जाँदैछु किचनमा। तपाईँहरूलाई थाहै छ होला मेरो किचन होइन। यहाँ चाहिँ मेरो चिकनको लागि एकदम रेडी छ आइटमहरू, यहाँ हेरिहाल्नुहोस् होला होइन। र अब चाहिँ म जाँदैछु बनाउनु। फेस भिडियोमै बनिरहनु सबैजना। यो चाहिँ मेरो प्लेटिङको लागि हो। सबैजनालाई आजको तपाईँहरूलाई भनिसकेको थिएँ आजको भिडियोमा चाहिँ। आजको चाहिँ भिडियो चाहिँ मेरो प्लेटिङ हुन जाँदैछ होइन। आइटम चाहिँ छ मेरो चिकनको। यहाँ हेरिसक्नुभयो होला होइन, यहाँ सबै रेडी छ होइन। मैले एउटा कटिङ गरिसकेको छु। र मेरोमा छ सिजनिङ, क्युमिन पाउडर, चिल्ली पाउडर र एमडिएचको चिकन मसला हो। र अब चाहिँ म जाँदैछु। र पहिला चाहिँ म हाल्दैछु तपाईँहरूको यहाँ चिल्ली पाउडर, अन्त क्युमिन पाउडर, अन्त तपाईँको यहाँ छ लेमनको चाहिँ मैले चिकनको कति क्वान्टिटी छ होइन, क्वान्टिटी हेरेर हुन्छ। र मैले त्यो यति लिएको छु। अब त्यो तपाईँहरूकोमा हुन्छ, तपाईँहरूले कति लिनुहुन्छ होइन। र मैले त्यसलाई एकदम स्विच गरेर यहाँ एकदम मजाले भिजाउँछु। अन्दाजले कति हाल्नुहुन्छ, मैले चाहिँ अब यति हाल्दैछु, अलमोस्ट 1 टेबल स्पुन। मजाले मिक्स गर्नुहोस्, मजाले यसलाई मिक्स गरेर होइन यसरी राख्नुहोस्, एकदम मजाले हुन्छ। यसमा चाहिँ मैले अदुवा लसुनको चाहिँ मैले युज गरेको छुइनँ, खालि यसमा सिजनिङको युज छ। र यस्तो हुन्छ, मजाले मेरिनेसन भयो। यसलाई हल्का टच खालि गर्नुपर्छ प्यानमा, ज्यादा होइन है। देखिसक्नुभयो होला होइन, यहाँ चाहिँ मेरो अब प्यान एकदम रेडी छ चिकन फ्राई गर्नुको लागि हो। चिकनलाई चाहिँ हल्का तपाईँले त्यो ग्रिलमा खालि ल्याउनु, ज्यादा फ्राई चाहिँ गर्नु भएन, यति नै हो। अब चाहिँ म चिकन चाहिँ अब एकदम फ्राई गर्दैछु। एकदम मेरिनेसन एकदम राम्रो कलरहरू चाहिँ हुन्छ एकदम टेक्सचरहरू जुसी होइन, एकदम स्मोक फ्लेभर हुँदैछ। मैले खोजेको चाहिँ यस्तै हो, हेर्नुमा यस्तो कलरहरू एकदम जुसी आएको छ, एकदम जुसी फ्लेभर। अब चाहिँ रेडी भइसकेको छ। म चाहिँ अब जाँदैछु प्लेटिङ गर्नु। यो चाहिँ कम भयो। फाइनल होइन, अब चाहिँ म प्लेटिङ गर्नु जाँदैछु। यहाँ रेडी छ, हेरिहाल्नु होला होइन, सबै रेडी छ। र अब चाहिँ म तपाईँहरूलाई देखाउँदैछु प्लेटिङ होइन, प्लेटिङ गर्नु जाँदैछु। र फाइनल अब सकिसक्यो। र त आशा लाग्छ कस्तो हुन्छ के हुन्छ, प्लिज फिडब्याक दिनुहोस् होला होइन। जस्ट ट्राई गर्दैछु र लेट्स गो नाउ। चिकनको चाहिँ अब प्लेटिङ एकदम रेडी भइसकेको छ, हेरिसक्नुभयो होला। यहाँ तपाईँहरूलाई कस्तो लाग्छ होइन, प्लिज कमेन्ट्स गरिदिनुहोस् होला। एकदम साह्रो पर्छ बनाउनु। र यहाँ चाहिँ मेरो चिकनको प्लेटिङ एकदम रेडी भइसकेको छ, देखिसकेको होला साथीभाइहरू। मेरो चिकन एकदम रेडी भएको छ। र यो चाहिँ मेरो चिकनको प्लेटिङ हो। कस्तो लाग्यो तपाईँहरूलाई, प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। र यहाँ चाहिँ मेरो चिकनको प्लेटिङ हो।